जारी छ यात्रा। यात्रामा छौँ आज हामी। देउराली आइपुगेको अवस्था। यात्रामा छौँ हामी। अहिले पनि गाह्रो छ तर रमाइलो छ एकदम यात्रा। गन्तव्य हाम्रो नजिकै छ। धेरै गाह्रो छ तर एकदम राम्रो छ भन्न चाहन्छु म। धेरै टुप्पा आइसक्यो। अब हाम्रो गन्तव्य नजिकै छ एकदमसँगले होइन। तर यहाँको भिड चाहिँ डेन्जर छ गाइज। राम राम लागिसके। नजाऊ भन्दै थिए गइहाल्यौ, नजाऊ भन्दै थिए गइहाल्यौ। यता जान अब कहाँ जान मन लाग्छ त? यहाँ तल झरौँ न। ल भो। मैं तो धोको खोलै खोलाको हेर्न डल्ला पिसाको जस्तो। भगवान भने जस्तो भयो। के हो र यस्तो यस्तो यतातिर काँडा बिचमा डलफै डलफ के हो र यस्तो? अनि यता पनि ध्यान गर्नु न। ध्यान गर्नु बिचमा डलफ त्यही माथि यहाँ ध्यान गर्ने मान्छे पनि भेटेको छौँ हामीले। गाइस हेर्नु यतातिर यता देखाउनुहोस्। यता यस्तो राम्रो छ होइन यहाँ काँडा। यतापट्टि देखाउनु काँडा छ बिचमा डलफ बिछ्याएको छ। यहाँ तल देखाउनु तल। अनि यता हेर्नु। म 18 महिनादेखि ध्यानमा बसिरहेको छु। मेरो आत्मा भड्काउने प्रयास नगर्दिनु होला। ओइ ध्यानमा बसेको मान्छे बोल्यो त। डर गया। हेलो हामी गुफा पोखरी जाँदैछौँ गाइस। लेट्स वक। सल्ल लगेला यतादेखि अनि मान्छे हिँडेकोतिर सल्लकै ल हिँडमै गाइजहरू। यहाँ चिल्ले गयो भने टाउको साउको फुट्छ। यात्रा जारी छ साथीहरू। अब चाहिँ हामी गन्तव्यको नजिक आइदिँदैछ। यस बाटो चाहिँ खतरा छ क्या। ओहो यो त दामी। देखाउनुहुन्छ होइन। वाउ यो जादु हेर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु। अरू पनि जादु देखाउँछु। हेलो गाइस। जाउँ भन्छौ। जाउँ।
फाइनल्ली अब चाहिँ आइपुगेको अवस्था है। गाडी पनि छ त। भयो उफ नाना च्याङ्रो अल्लाह पुराङ्रो यसको धनी कहाँ छ? यहाँकोहरूलाई नि घोडाहरूलाई आनन्द, उता पश्चिमकोहरू त बुझ्यो त। गीत गाएर छैन